पुरुष। पुरुष एक साहसको प्रतिमूर्ति हो। पुरुष एक साहसको प्रतिमूर्ति हो। ऊ कहिल्यै हरेस खाँदैन, म सक्दिन भन्दैन। पुरुष एक साहसको प्रतिमूर्ति हो। ऊ कहिल्यै हरेस खाँदैन, म सक्दिन भन्दैन। पुरुष एक सहनशीलताको बलियो उदाहरण हो। ऊ कहिल्यै भन्दैन मलाई पीडा भयो भनेर। पुरुष एक निरन्तरताको खम्बा हो। ऊ कहिल्यै रोकिँदैन आफ्नो परिवारको लागि मेहनत गर्न। पुरुष एक निरन्तरताको खम्बा हो। पुरुष एक निरन्तरताको खम्बा हो। ऊ कहिल्यै रोकिँदैन आफ्नो परिवारको लागि मेहनत गर्न। पुरुष एक मानव तर ढुङ्गाको मूर्ति हो। पुरुष एक मानव तर ढुङ्गाको मूर्ति हो। ऊ कहिल्यै देखाउँदैन मनका अनगन्ती पीडाहरू। पुरुष एक मानव तर ढुङ्गाको मूर्ति हो। ऊ कहिल्यै देखाउँदैन मनका अनगन्ती पीडाहरू। पुरुष एक महान कलाकार हो। पुरुष एक महान कलाकार हो जसले आफ्नो बच्चा अनि परिवारको लागि नाचिरहन्छ दुःखै दुःखको भुमरीमा। पुरुष एक महान कलाकार हो जसले आफ्नो बच्चा अनि परिवारको लागि नाचिरहन्छ दुःखै दुःखको भुमरीमा। पुरुष एक वृहत क्षमताको भण्डार हो। पुरुष एक वृहत क्षमताको भण्डार हो जसमा हजारौँ बाध्यता, रहर, पीडा र दुःखै दुःखको रास छ। पुरुष एक वृहत क्षमताको भण्डार हो जसमा हजारौँ बाध्यता, रहर, पीडा र दुःखै दुःखको रास छ। पुरुष एक खुल्ला किताब हो। पुरुष एक खुल्ला किताब हो जुन सबैले खोल्छन् तर पढ्दैनन्। पुरुष एक खुल्ला किताब हो जुन चाहिँ सबैले खोल्छन् र पढ्छन् तर थोरै मात्र बुझ्छन् त्यो भित्रको मर्म, भाव अनि वास्तवमै पुरुषका कथा। पुरुष एक खुल्ला किताब हो जुन सबैले खोल्छन् पढ्छन् तर थोरैले मात्र बुझ्छन् त्यो भित्रको मर्म, भाव अनि वास्तवमै पुरुषको कथा। पुरुष एक बगिरहने नदी हो। पुरुष एक बगिरहने नदी हो जसको परिचय ठाउँअनुसार भिन्न छ। पुरुष एक बगिरहने नदी हो जसको परिचय ठाउँअनुसार भिन्न छ। जुन कुनै ठाउँमा पुग्दा गङ्गा भनेर पूजा गरिन्छ। जुन कुनै ठाउँमा पुग्दा गङ्गा भनेर पूजा गरिन्छ। कुनै ठाउँमा ढल मिसाएर नाक थुनिन्छ। पुरुष एक बगिरहने नदी हो। हस्, धन्यवाद सम्पूर्णमा।